हेलो गाइस, सबैलाई नमस्ते छ हैन। आज हाम्रो चाहिँ शनिबारको दिन हामी चाहिँ उता दाइहरूको कम्पनीमा चाहिँ टक्क बङ्गुर काट्ने प्लान छ ठुलो। हामी चाहिँ प्लास्टिक लगेर केटाहरू गइरहेछौँ। चाहिँ आज भयो भने ठ्याक्क 1 महिनासम्म मासु ल्याउनै पर्दैन अनि रमाइलो छ। अन्तिमसम्म हेरेर इन्जोय लगिदिनु होला है त। भलक दामी हुनेवाला छ है। यो साइकलमा टक्क यो मासु बोक्ने साइकल हो क्या। यो मान्छेलाई बोक्न गाह्रो हुन्छ हैन, मासु बोक्ने साइकल हो। अनि हामी गएर आज काट्ने छौँ। काटेर अन्तिमसम्म भाग लगाएर खान्जेलसम्म तपाईहरु देख्न सक्नुहुन्छ। नमस्ते है त। ल लेट्स गो। हिँडेरै जानु पर्ने छ। के भएको छिटो आइरह त्यसले रोको नि गाडी हो र। ओ कोरियामा चाहिँ खाने कुकुर चाहिँ यो है, खाने कुकुर चाहिँ नोङसानमा हामीसँग ट्याक्क पुगिसकेका छौँ। अब यो चाहिँबाट यो राउन्डबाट मात्र नगएर यता चाहिँ लाग्नुपर्ने भयो। यो कम्पनी चाहिँ फेक्सान नोङसानमा पुग्यो हैन। उताको देखिने रातोवाला चाहिँ कम्पनी हो हैन। यो चाहिँ यो छ नि त सेतो बुन्डाहरू। यो चाहिँ म पहिला नेपाल हुँदाखेरि के न के हो जस्तो लाग्थ्यो क्या हैन। यो के न के हो जस्तो लाग्थ्यो क्या। आज आएर थाहा भयो यो चाहिँ हैन। यो चाहिँ पराल रहेछ क्या। भित्र पराल भएर हिउँदो मासको यस्तो चाडो अवस्थामा गोरुलाई खुवाउने रहेछ क्या यो चाहिँ। अब हामी चाहिँ ठ्याक्क त्यो बङ्गुर काट्ने ठाउँमा पुग्न लागिसकेका छौँ। बङ्गुर काटेको स्माइल पनि आइरहेको छ हैन। हामी पुगिसकेका छौँ। अब पुगिसकेका छौँ। अब चाहिँ काट्ने तयारी काटिसकेका रहेछ। लगभग बास्ना आइरहेको छ क्या यो आगोको हैन, बङ्गुरको पोलेको हैन। तपाईँहरूलाई देख्न सक्नुहुन्छ। अब चाहिँ यो चाहिँ यो घरमा चाहिँ हो क्या बङ्गुर काट्ने चाहिँ। बङ्गुर काटिसकेको हो। बास आइगयो। माथितिर लेकतिर हिउँहरू देख्न सक्छु। हिजो अस्तितिर हिउँहरू आएको। मासु चाहिँ ठक्क काटि लगभग ढलिसकेको छ। काटेर ट्याक 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 भाग लाउन बाँकी छ। पछि देखाउँ बाहिर।